हो। नमस्कार। आजको कविताको शीर्षक छ नेतृत्व कस्तो हुनुपर्ने। जनताको भावना बुझ्ने, त्यसैमा नीति ल्याउने, व्यवहारमै कार्यान्वयन, सबल सपना सजाउने, राम्रो कामको खोजी गर्ने, आलोचना सुन्न सक्ने, आफैमा सुधार ल्याई अनुभव सँगै बाँड्ने, आफैमा सुधार ल्याई अनुभव सँगै बाँड्ने। निर्भीक भई सुशासित जनकल्याण सोच्ने, सधैँ जनजीवन उकास्नलाई नीति कर्म जोड्ने, अझै विपक्षलाई समेटेर व्यवहारले जित्ने मन, पूर्वाग्रही नभई कहिले पारदर्शी बनिकन, पूर्वाग्रही नभई कहिले पारदर्शी बनिकन। स्पष्ट विचार बोकी हिँड्ने, कमी भए सच्याउने, स्वार्थ नभई धैर्यसहित सेवामय जीवन चढाउने, अरूको कुरा बढी सुन्ने, सुनेरै धारणा बनाउने, भ्रम नभई सत्य बोल्ने, समान न्याय अपनाउने, भ्रम नभई सत्य बोल्ने, समान न्याय अपनाउने। मिलनसार नम्र बोल्ने, जनमैत्री हुनुपर्दछ, आफ्नै काम व्यवहारले जनताको मन जित्दछ। यस्तो गुण भरिएको असल नेतृत्व हुन सक्दछ, देशकै लागि भविष्यमा उज्यालो दीप बन्दछ, देशकै लागि भविष्यमा उज्यालो दीप बन्दछ। धन्यवाद। नमस्कार। रुरु क्षेत्र बलेटक्सार त्वागाबाट।